Hello guys, welcome back to Gold So finally आज पनि आइसकेको छु मर्निङ डेली ब्लगको साथमा। सो आज चाहिँ माघ 1 गते, सो माघे सङ्क्रान्तिको दिन चाहिँ हामी टक्कसँगले चाहिँ घुम्न जानुपर्ने हुन्छ। सो एकदमै यहाँ चाहिँ भाइरल ठाउँमा चाहिँ जानुपर्ने हुन्छ नि हामी चाहिँ टक्क पारामा आएर। मान्छेहरू चाहिँ फर्किसक्यो होइन, भर्खर हामी जाँदैछौँ। सो कोले बजारतिर लाग्नुपर्ने हुन्छ हामी चाहिँ टक्क पारामा। हाम्रो केटाहरू दिन सक्नुहुन्छ यता। सो अगाडिबाट मान्छेहरू चाहिँ एकदमै आइसकेको छ। गोप्रो कति होला? 70,000 हो होइन। सो त्यही हो कोले बजार भन्नुभएर चाहिँ होइन। सो म कहिले गएको छुइनँ। सो माघे सङ्क्रान्तिको दिन चाहिँ त्यहाँ एकदम विशेष कार्यक्रमहरू हुन्छ। सो के कस्तो छ अब गएर हेर्नुपर्छ। हाम्रो चाहिँ घरबाट नजिकै पर्छ नि त। सो त्यही भएर चाहिँ हामी चाहिँ टक्क पारामा जानुपर्ने हुन्छ। त्यही हो गाइस, अब चाहिँ हामी चाहिँ टक्कसँग हेर्नु सक्छौँ। सो केटाहरू सबजना चाहिँ आफ्नै फ्लोमा लाग्दैछ होइन। सो केटाहरू यहाँ भ्लगर मलाई बहुत टेन्सन लाग्छ। धेरै नै यसलाई भन्छ 40। सो देख सकते हैं 40। त्यही हो गाइस, अब चाहिँ हामी टक्कसँगले लोरुङ चोकमा चाहिँ आइसकेको छौँ। सो यहाँको हलिचली के छ हेर्नुपर्छ है त गाइस। सो टक्क अगाडि लोरुङ चोक देख सकते हैं। त्यही हो, पछाडि मान्छेहरू धेरै आउँदैछ तर प्रायः मान्छे चाहिँ फर्किसक्यो, 2 बजिसकेको छ। सो त्यही छैन, त्यही भएर अब हामी चाहिँ टक्कसँगले जानुपर्ने हुन्छ। सो यहाँबाट चाहिँ भड्केजहरू पनि बसिरहेको छ होइन। सो यहाँ चाहिँ एकदम हलिचली चाहिँ एकदम बवाल छ। देख सकते हैं गाइज, यहाँबाट चाहिँ भ्यू चाहिँ बवाल देखिन्छ गाइज। टक्क पारामा हामी चाहिँ चिन्डो चोकमा आइसकेको एकदम बवाल मान्छेहरू आइरहेको रहेछ होइन। बाल्छु होइन, हामी चाहिँ यसो ओह्रालो झर्नुपर्ने हुन्छ। इधर रन्काउँदै आइरहेको छ मान्छेहरू चाहिँ टक्कसँगले हामी 10 मिनटमा पुग्नुपर्ने हुन्छ। त्यही हो, एकदमसँगले आजको मेरो गेटअप थियो ब्यागको देख्नु होला होइन। चप्पलमा हिँडिरहेको छु है गाइस, केही छैन। चप्पल त्यही हो। केटाहरूको रियाक्सन हेरेर चाहिँ नाइस नाइस केटा ल। त्यही हो गाइस, त्यही हो ल। सबजना सब्सक्राइब गरिदिनु होला। म चाहिँ धेरै पछि फेरि भ्लग स्टार्ट गरिरहेको छु है। सो लगभग 4-5 मन्थ पछि चाहिँ म भ्लग स्टार्ट गर्दैछु। सब्सक्राइब गरिदिनु होला एकदमै। हामी चाहिँ अब त्यो दिनकै भ्लग आउँछ भनौँ न। सो त्यही हो, मान्छेहरू चाहिँ अहिले फेरि जाने क्रममा सकेको नै छ। सो त्यही हो, चोकबाट ओह्रालो लागिसक्यो। ओए बाटो यता हो। सो यहाँबाट चाहिँ त्यो जङ्गल पारिदिन सक्नुहुन्छ हाम्रो भ्यूहरू। यस्तो माथि चाहिँ मिसु पार्क छ है गाइस ल। यहाँबाट ओह्रालो रहेछ नि त सिँढी। मैले कहिले आएको थिएन, फर्स्ट टाइम आउँदैछु ल। मिसु पार्कतिर चाहिँ एकदमै बबाल घाम लागिरहेको छ होइन। सो त्यही हो गाइस, त्यही हो ल। अब चाहिँ हामी एकैचोटि तलतिर गएर भेट्नुपर्ने हुन्छ है गाइस ल। एकैचोटि बजारमा गएर भेटौँ है त के कस्तो छ ल गाइस। सो गाइस देख्न सक्नुहुन्छ म चाहिँ टक्कसँग यहाँ बजार आइपुगेको छु। बजारको हालत यस्तो रहेछ, यस्तो बारीमा लाग्दो रहेछ क्या, मलाई थाहा छैन। बजार चाहिँ यहीँबाट सुरु भइसकेको छ है अन्तिममा आउने। तर भाइ चाहिँ रोलेक्सको दिने हुन्छ। रोलेक्स मेरो यहाँ साथी पनि छ होइन टक्क पारामा। बजारको हालत एकदम ठिकै नै हो। गाइस मान्छेहरू चाहिँ फर्किसकेको छ फेरि। डान्स लाग्नु पर्ने हुन्छ भर्खर। नानाहरू बिस्तारै जानु तल्लो खेर जानुपर्छ है।
बजार का हाल है देख सकती है यसो मान्छे त धेरै छ जस्तो छ बाइकहरू धेरै छ नि त सो धेरै होला हैन सो हामी चाहिँ फाइनली बजार आइपुगिसकेका छौँ ओक्कले बजारहरू क्या नाम पनि टक्क पारामा हेर्न सक्नुहुन्छ छिटो आइज न बजार चाहिँ यस्तै लाग्दो रहेछ गाइस देख सकती है हमारा बाजार यह है कोप्पल बाजार बजार चाहिँ यस्तै छ गाइस ल रोडमा लाग्दो रहेछ बजार चाहिँ होइन गाइस मान्छे भन्दा नि बाइक धेरै छ मान्छे चाहिँ कहाँ छ थाहा छैन होइन गेमहरू भइरहेको छ बाजार ये है गाइस देख सकती है फर्स्ट टाइम बजार आएको गाइस खासै राम्रो चाहिँ नहुँदो रहेछ यार मान्छे मात्रै देख्छु होइन टक्कसँगले यता उधोपट्टि चाहिँ सुनको पसल पनि रहेछ क्या देखाइदेऊ न यस्तो छानी छ ल सुन र चाहिँ गाइस यहाँ चाहिँ ल सुनभन्दा सस्तो मूल्यमा सुन पाइरहेको छ बजारमा खोइ कता मन्दिर चाहिँ मौरीको चाहिँ उठिँदैन यहाँनिर बजार लाग्दैछ माथि लाग्दो रहेछ बजार या तल चाहिँ मन्दिर छ अरे गाइस यतै उयो होइन मन्दिर एकदम बाघ छिरिरहेको छु कि है त्यो चाहिँ हल्लिएर चाहिँ आँख भइदिरहेको हो त्यही हो टक्काबारा यहाँ चाहिँ मन्दिर छ अरे एकदमै यस्तो पहिरो ठाउँमा यहाँ चाहिँ बेलुका आएको तापेर बस्नलाई नि रहेछ है फोटो चाहिँ एकछिन हान्नुपर्ने हुन्छ नि त गाइस हाम्रो भिडियो भने देख सकते हो गाइस इधर एक गुफा मान्छे एकदमै त्यो गाइस ल आउँदै हुनुहुन्छ यता दाइ कसरी पो छिर्यो यता खुट्टा यता सुरुमा जानु न एकछिन त हुन्छ यता चाहिँ यस्तो रहेछ यता तपाईँको म एउटा उल्टो हो तपाईँ उताबाट चाहिँ छिरेर आउने हो क्या उताबाट छिरेर आउने नहुने त्यो त मलाई हजुर फोटो खिचिदिनु तपाईँको होइन टिकटक ए खिचिदिनु लगाइ चाहिँ हामी चाहिँ हेर्दै छिर्न पनि सकिनँ भने छिर्न पनि लागेन एकजना साथी छिरेको छ सो भिडियो चाहिँ आउँछ होइन भिडियो के कस्तो छ भन्ने सो म चाहिँ छिरिनँ यस्तो छिराइरहनु
डर लाग्छ नि त हाम्रो एकजना साथीले भित्रको भिडियो पनि बनाएको छ एकजना होइन दुईजना छिर्यो नि सो 2जना छिर्यो हामी 3जना छिरेनौँ केही छैन नेक्स्ट टाइम छिरौँला भन्दै आजकल चाहिँ आइदिनु होला होइन लाग्दिनु पर्छ अब उकालोतिर हरिसकेको टक्क भेरेटारमा बेलुका चाहिँ कन्सर्ट छ कन्सर्टतिर पनि लाग्दिनु पर्ने हुन्छ सो त्यही हो गाइज ल अब बजारतिर यसो गेम सेम हानिदिनुपर्छ गेमहरू छ भने त्यतै भिडियो बनाएको हेरौँ है त गाइज ल गाइज चाहिँ हामी चाहिँ आजको कोकोले बजार चाहिँ फिनिस हानेर चाहिँ घरतिर लाग्नुपर्ने हुन्छ केटाहरूले भाइहरूको पैसा त्यत्तिकै धुट दियो होइन सो अब चाहिँ हामी घरतिर लाग्नुपर्ने हुन्छ है त